भाइले आज यसको जवाफ यही नै दिने हो भने पनि ठिकै छ भाइ 20 मिनट तपाईँले कोठामा जान सक्छन् होइन भने अब म कुरा अगाडि बढाउँदै जान्छु मेरो कुरा भाइ आफ्नो हिसाबले काम गर्दै गर्छन् अहिले उहाँले भन्नु पर्दैन किनभने यो डिस्टर्बमा उहाँको माइन्ड नखुल्न सक्छ उहाँले कति पेज हो त्यो पेज चाहिँ नि उहाँलाई फोन गरेर बताइदिए हुन्छ होइन म फोन नम्बर दिउँला है बताइदिए अहिले वरि नहुँ यो प्रेजेन्टेसन हेरेर जाउँ किनभने नेपालमा हामीभन्दा ठुलो अहिलेको स्थितिमा यो विज्ञहरूको अगाडि कोही छ जस्तो मलाई लाग्दैन भाइले भनेपछि हामी रेडी हुने केही फरक पर्दैन उसलाई अब इरिटेट नगरौँ हामीले केही पनि यो सम्बन्धी कुरै नगरौँ अहिले भाइले 21 वर्षको उमेरमा गरेको कसरी देखाओस् न पहिले उनको काम गरेर हेरिदिनु पर्यो नि रियल कुरा फेक भने ऊ गरेर गर्ने कुरा होइन रियल कुरा हो रियल कुरा आउँछ तपाईँहरू केही समय अलिकति पर्खिदिनु भएदेखि र अलिकति उसलाई पनि हौसला भएदेखि अझै तपाईँहरूले ल्याएकै किताब गर्छ उसले कहीँबाट पढेको ओढेको पर्दैन तपाईँहरू जुन लिएर आउनु चाइनिज कोरियन हिन्दी सबै लिएर आउनुहोस् लिएर आउनुहोस् होइन ऊ गरिदिन्छ किन चेक गर्ने बेलामा मैले तपाईँहरू लिएर आउनुहोस् हामी लिएर आउँदैनौँ क्या तपाईँहरू लिएर आउनुहोस् क्लियर तपाईँले पढ्नु भएकै छैन त्यो कुरो चाहिँ तपाईँले कसरी चाहिँ पढ्नु मतलब त्यो फर्मुलाको माध्यमबाट नै सकिन्छ हामी आजको कुरा गर्छौँ थोरै त्यो कुरा चाहिँ आज तपाईँले पुस्तक पढ्नुभयो त्यसको एन्सर चाहिँ तपाईँले कति बेला दिनुहुन्छ अब उहाँहरूले कति फोन गर्नुहुन्छ म त्यतिकै दिइदिन्छु भनेपछि फोनबाट दिनु मेमोराइज भइसक्यो सबै फोल्डर अहिले चाहिँ प्रिपेयर हुनुहुन्न अब चाहिँ म रुममै गएर प्रिपेयर गर्छु त्यो कुरा चाहिँ अहिले अघि 2 घन्टा अगाडि पढेको कुरा चाहिँ तपाईँले त्यो अझै मेन्टलमा राख्नुहुन्छ त्यो कुरा त्यतिखेर चाहिँ प्रोग्राम थियो नि त त्यतिखेर त्यो नै मेरो ध्यान नै त्यतातिर गइरहेको थियो अब किताब चाहिँदैन किताब चाहिँदैन अब त्यहाँ घरमा गएर मैले प्रिपेयर गरेँ भनेपछि 2 घन्टा अनि चाहिँ लास्टमा हामी लगभग भाग्य नेपाली चाहिँ रुँदै चाहिँ गए विजय साईलाई भेट्न भन्ने कुरा टाइटलले पत्रकारकै दोष हो भाग्य नेपालीज्यूलाई नि दोष दिनुहुन्छ तपाईँ उहाँलाई म दोष दिँदैन होइन दोष भने म रोगै हो नरोगु नि म भन्दा एकदमै रोग मन दुख्छ किनभने पत्रकारकै त्यो हो सबैभन्दा दोष त है किनभने टाइटल चाहिँ भित्र देख्छ अब विजय भाग्यो तर भिडियोमा त रोको देख्न सक्दैनौँ नि यहाँ यो लकडाउनको समय ऊ गाउँमा थियो अनि यो लकडाउनको बीचमा चाहिँ के भनेर आयो भन्दाखेरि 3 महिना अगाडि चाहिँ रेकर्ड राखेको विजय कता लुक्यो त होइन यस्तो जब आइसक्यो मिडियामा यो आइसकेपछि मात्रै उसलाई मैले गाउँबाट यहाँ बोलाएको म यहीँ थिएँ है अनि त्यसपछि किन लुक्नु त आफूसँग क्षमता छ भने चाहिँ किन लुकेर बस्नु होइन त अनि त्यो त्यसको लागि मैले लकडाउनमा आएको लकडाउनको समयमा यहाँ बोलाउनुलाई पनि डर थिएन अहिले चाहिँ अलिकता जुन विजयजी चाहिँ अलिकता मिडियादेखि चाहिँ तर्किएको जस्तो अलिक डराउनु भयो मिडियासँग अहिले हतार नै छ उता मान्नेहरू पोस्ट भएको छ 500 चोकमा त्यहाँ एकछिन भेट्नु पर्ने छ त्यस्तो पनि हो र एउटा चाहिँ मलाई पत्रकारसँग अहिले यस्तो के पनि थिएन म त्यो पहिला म पत्रकार राम्रै मान्थे पनि है समय 50% पत्रकार समय सबै मनले भन्न खोजेको होइन किनभने चाहिँ राम्रो मान्छेहरूलाई माथि उस्काउन दिँदैन रहेछ पत्रकारहरूले नै है तर अबदेखि चाहिँ पत्रकार राम्रो टाइटल लेखिदिनुहोस् भित्र जे छ जसले सत्य त्यही बारे निकालिदिनुहोस् अरू केही पनि भन्दैन पत्रकारहरूलाई धन्यवाद तपाईँले केही समयमा चाहिँ सबै कुरा चाहिँ क्लियर हजुर एकदम एकछिन म अब रिपोर्ट छ यो रिपोर्टर्स कलममै गएर म पट्ट चाहिँ त्यहाँ डेमो देखाउँछु है त केही समय त्यहीँ गएर देखाउँछु ढुक्क हुनुहोस् है